यो भिडियोमा हामी नेपाल राष्ट्र ब्याङ्क जुन छ जसलाई हामी सेन्ट्रल ब्याङ्क भनेर भन्छौँ नेपालको, किन भन्दाखेरि नेपाल राष्ट्र ब्याङ्क एक्ट 2058ले उसलाई नेपालको सेन्ट्रल ब्याङ्कको रूपमा स्थापना गरेको छ र उसको अब्जेक्टिभ्सहरू दिएको छ। यो चाहिँ उसको त्यही एक्ट नेपाल राष्ट्र ब्याङ्क एक्ट 2058को सेक्सन 4मा लेखिएको छ। यो सबै त्यहाँ लेखिएको छ। यसलाई 3वटा पोइन्टमा त्यहाँ लेखिएको छ, तर हामीलाई पढ्दाखेरि के गरी सजिलो होस् भन्ने हिसाबले मैले 5वटा पोइन्टमा राखेको छु। फर्स्ट अब्जेक्टिभ हेरौँ के हो भन्दाखेरि टु फर्मुलेट मोनिटरी एन्ड फरेन एक्सचेन्ज पोलिसी। मोनिटरी पोलिसी भनेको मनी सप्लाईलाई कन्ट्रोल गर्ने, कति लोन दिने कति लोन नदिने, सिआरआर कति राख्ने, एसएलआर कति राख्ने, त्यो सबै कुरालाई मोनिटरी पोलिसीले समेट्छ भने फरेन एक्सचेन्ज पोलिसी भनेको हाम्रो फरेन करेन्सिज हुन्छ नेपाल अथवा हाम्रो रुपियाँ जुन छ नेपाली रुपिस, त्यसलाई कसरी डिटरमाइन गर्ने, फ्लोटिङ रेट राख्ने कि फिक्स रेट राख्ने कि कुन रेट राख्ने भन्ने खाले कसले डिसाइड गर्दो रहेछ, अथवा त्यो कसको अब्जेक्टिभ हो भन्दाखेरि नेपाल राष्ट्र ब्याङ्कको अब्जेक्टिभ हो। सेकेन्ड, to maintain stability of price and balance of payment for economic stability and sustainable development of economy। अब यहाँ के छ भन्दाखेरि यो के र के शब्द जस्तो देखिन्छ, तर एकदम सजिलो छ। यो भनेको अल्टिमेट अब्जेक्टिभ अफ मोनिटरी पोलिसी नै यही हो है। के भनेको छ भन्दाखेरि प्राइस स्टेबिलिटी हो एन्ड ब्यालेन्स अफ पेमेन्टको पनि स्टेबिलिटी नै हो, फर इकोनोमिक स्टेबिलिटी एन्ड सस्टेनेबल डेभलपमेन्ट अफ इकोनोमी। अब यहाँ कति ठाउँ स्टेबिलिटी भनेको धेर हलचल नहोस्, त्यही त हो नि स्टेबिलिटी भनेको। प्राइस पनि स्टेबल राख्नु पऱ्यो, प्राइस स्टेबल भयो भने इकोनोमी आफै स्टेबल हुन्छ, त्यो जसले गर्दाखेरि अल्टिमेट कन्सिक्वेन्स चाहिँ सस्टेनेबल डेभलपमेन्ट अफ इकोनोमी हुन्छ। थर्ड, टु इन्क्रिज एक्सेस अफ फाइनेन्सियल सर्भिसेस है, यसमा केही पनि छैन। फोर्थ, to increase public confidence towards banking and financial system through its stability है। यहाँ पनि स्टेबिलिटी नै आयो। यो यसले चाहिँ के भन्छ भन्दाखेरि पब्लिकले चाहिँ ब्याङ्किङ सिस्टममा अथवा ब्याङ्किङ च्यानलमा भरोसा राखोस्, उसको क्रेडिबिलिटी, ब्याङ्किङ सेक्टरको क्रेडिबिलिटी इन्ट्याक्ट रहिरहोस्, नभए कसले ब्याङ्किङमा राख्छ त। अनि जसले गर्दाखेरि हाम्रोमा ब्ल्याक मनीको सप्लाईहरू बढ्न सक्छ यदि ब्याङ्किङ च्यानल युज गरेन भने। अब लास्ट, पेमेन्ट सिस्टम चाहिँ सेफ, सिक्योर्ड, हेल्दी, यो यस्तो खाले डेभलप गर्नु पऱ्यो, यही हो उसको अब्जेक्टिभ।